हाई एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी जाँदैछौँ उस्सु तपोवनमा रहेको जोब्रा द बुद्ध रेस्टुरेन्टमा खाजा खानको लागि। अनि यहाँ जानको लागि चाहिँ पहिला माछापोखरी पुग्न पर्ने रहेछ। अनि माछापोखरीबाट भित्र जामाचो यो रोड हुँदै हुँदै चाहिँ यहाँ पुग्न सकिने रहेछ। बाटो एकदमै राम्रो छ, रमाइलो छ। अनि फाइनली हामी चाहिँ पुग्यौँ रेस्टुरेन्टमा। अनि यसो सेल्फी हान्दै भनेर सेल्फी हानेको। अनि त्यहाँको भाइब्स चाहिँ एकदमै रमाइलो थियो। पुरै जङ्गल, एकदमै ठुलो जङ्गल रहेछ। अनि त्यसपछि हामी चाहिँ अब त्यहाँ बस्यौँ, अलिकति भ्यू देखिने ठाउँमा बस्यौँ। अनि अझ तल जङ्गलतिर त हामी घुम्न जानु भ्याएनौँ, किनभने हामीसँग टाइम त्यस्तो धेरै थिएन। ल हेर्नुहोस् है त भिडियो। अब त्यहाँको खाजाहरू कस्तो छ म तपाईँहरूलाई देखाउँछु। जति टाढा भए नि पर्खिबस्छु। यदि कोही पनि भेजिटेरियन हुनुहुन्छ भने चाहिँ म तपाईँहरूलाई यहाँ जानु रिकमेन्ड गर्छु, किनभने यहाँ सबै भेजिटेरियन मात्र पाइन्छ नि त। अनि हामी चाहिँ फर्स्टमा आलु मगाएका थियौँ। आलु चाहिँ एकदमै सुपर टेस्टी थियो, एकदमै मिठो थियो। अनि जो कोही पनि त्यहाँ जाँदै हुनुहुन्छ आलु चाहिँ प्लिज टेस्ट गर्नु होला। अरूभन्दा पनि मलाई चाहिँ पर्सनली मेरो फेभरेट चाहिँ आलु भएको थियो। अनि हामीले सेकेन्ड डिस मगाएको थियौँ मोमो पनि टेस्ट त मिठो नै थियो, तर किमा चाहिँ एकदमै थोरै थियो। सो अब मोमो लभर हुनुहुन्छ भने त अफकोर्स मगाउँदा हुन्छ। टेस्ट प्राइस चाहिँ इट्स गुड, तर किमा चाहिँ एकदमै कम थियो। सो ठिक छ, ठिकै। अनि हामीले अर्को मगाएको थियौँ कोइला अनि पकौडा। कोइला र पकौडामा चाहिँ आई गो फर पकौडा, किनभने चाहिँ कोइला खासै त्यस्तो मिठो थिएन। अनि यहाँ चाहिँ चिल उडिरहेको थियो आकाशमा। र यसरी नै हामीले चाहिँ फोटो खिच्यौँ, रमाइलो गऱ्यौँ, भिडियोहरू बनायौँ, टिकटक पनि बनायौँ। त्यसपछि फर्क्यौँ। सबै त्यस ओभरअल एकदमै रमाइलो भयो। अनि यदि जो कोही पनि जाँदै हुनुहुन्छ भने चाहिँ प्लिज गो, ह्याभ फन अनि रमाइलो गर्नुहोस्। बाई, थ्याङ्क सो मच फर वाचिङ।